के भयो तिमीलाई? किन एक्लो एक्लै भयो नि। अब भएको माया गर्ने मान्छेहरूले पनि छोडेर गए। कसले छोडेर गयो? कपाल सानो बनाएपछि त्यस्तै त हो नि। त्यही त कपाल लामै कपाल ठिक हुन्छ होला है। छोटो कपालमा त राम्रो देखिँदैन। छोटो कपालमा पनि ठिकै देख्छ त, ह्यान्डसम देखिरहेछ, केटीहरू र्याक्दै भइरहेछ। छोटोमा चाहिँ अलिकति सौदैन जस्तो छ। कपाल त लामै राम्रो हुन्छ होइन, त्यो अब अनुहारको स्ट्रक्चरले बचाउँछ दादा। ठिकै छ। दारी पनि क्लिनै भएको राम्रो हुन्छ होला, यति मात्रै राखेको राम्रो हुन्छ होला। खोइ लामोले चाहिँ उतापट्टि नसकु जस्तो भयो कि के नपुगे भइरहेको छ। ठिक छ ठिक छ। गाह्रो छ। सुजन जिम्बा दाइ आउनुपर्छ। वेलकम सर। दाइले बोलाउँ न ल, दाइले बोलाउँ, दाइसँग यसो आज गफ हानेर बसौँ। फुट्या कौडिया होइन, गिफ्ट पनि उता। त्यो अस्ति त्यहाँ भेग्दाईको त्यो स्टुडियोमा के हो खतरा भएको थियो? त्यहाँ के हो झगडा सगडा भएको जस्तो लफडा गरेको जस्तो? हानेको हामी के भने दाइले ट्याग भोलिपल्ट बाबु भोलि चाहिँ ट्याग प्र्याङ हान्नु पर्ला जस्तो, हामी झगडा गरे जस्तो गरौँ भने टाइप उ गरेको थियौँ कि हामीले। ठिक छ ठिक छ। अनि के कोही छ भोटिनीहरू? कोही छ यताउति? भोटिनीहरू गइसक्यो सुत्नलाई। हो र? न बिचरा अब युएसमा ब्यान रे दादा, हेर्नुहोस् अब के गर्नु, गाह्रो छ सबै। टिकटक ब्यान भयो युएसमा? युएसमा ब्यान है। उता पनि अनुहार त चुम्रोकै भयो त। ठिकै छ त, केही पनि भएन त। त्यही भएर त यता सुन न, त्यही भएर त यो अस्तिदेखि धुलाई खाएको गरिरहेको रहेछ त। मैले च्याट थाहा पायो नि कुराकानी। अस्तिदेखि धुलाई भेटेको कारण चाहिँ त्यो रहेछ के? अलिकति त्यही भएर हो। बल्ल बुझ्नु भयो नि। बल्ल अहिले मलाई आयो क्या दिमाग। बल्ल अहिले घाइटेमा अस्तिदेखि हामीले धुलाई किन खाइरहेको छौँ? अस्तिदेखि हामी चाहिँ किन जहिले लुज भइरहेको थियौँ भनेको उतापट्टितिर ब्यान्ड भएको रहेछ, उतातिर यस्तो भएको छ। चाँडै नै हाल्न पनि गिफ्ट उ गर्न नै पाइरहेको छैन अरे क्या, सर्भर पुरै डाउन, ल्यागहरू चलिरहेको छ अरे। के हुन्छ, राम्रैको लागि हुन्छ होइन। फेरि चाँडै अनब्यान्ड होस् भन्ने कामना गर्छौँ हामी होइन। म चाहिँ उता बिचरा खेमे एक्लो भयो, खेमे यताउति भयो भनेर मेसेज आउनु थाल्यो। त्यही भएर एकछिन के भएछ यार भनेर। अब मैले लामो कपाल हुनु पर्यो, कपाल ढक्क आएको कपाल हुनु पर्यो नि। डिप्रेसनमा गएँ नि त म, दाइ डिप्रेसनमा बसेको दिनु नि म त, टेन्सन भएर दाइ अनि कपाल सपाल हानिदिएको। डिप्रेसनमा बसेको? ओहो गाह्रो छ। ल त्यो चिन्ता नगर, टेन्सन नगर केही कुराको पनि। दाजुभाइ छँदैछौँ, भोलिको दिनमा केही आइलाग्यो भने जाइ लाग्नु पनि छौँ हामीहरू, यताउति भइहाल्छ। त्यो छोडिदियो। लभ इज लाइक माया गर्ने। यदि भाग्यमा लेखेको छ भने माया गर्ने मान्छे फिर्ता पनि आउँछ क्या। भाग्य नै छैन भनेपछि जति गर्दाखेरि पनि हुँदैन रहेछ क्या। म खुद 3-4 चोटि धोका खाएर बसिरहेको छु। अनि तपाईँ पनि है? अनि 3 चोटि हो नि यार। म त पहिलो गर्लफ्रेन्ड दाइ भने दाइ नै रहेछ क्या, सबै कुरा भोगेर आइसक्यो होइन। त्यही भएर बल्ल दाइ आएर यसरी सम्झाउँछ भनेर ठ्याक्क दाइ भनेर भनेको क्या। त्यही भएर अनि पहिलो गर्लफ्रेन्डले 3 चोटि हो, 4 चोटि होइन, 3 चोटि, चौथो चोटि अब हुँदैछ होला बिस्तारै। पहिलो गर्लफ्रेन्डले गर्लफ्रेन्डसँग कास्ट मिलेन, दोस्रो गर्लफ्रेन्डसँग पास्ट मिलेन, तेस्रो गर्लफ्रेन्डसँग के होला त भन त? केही खास मिलेन। तेस्रो गर्लफ्रेन्ड पहिला भएको। कति गाह्रो छ देख्नु भयो। लाइफ कसरी आउँछ अब बाहिरतिर हेर्दाखेरि एकदम खुसी लाग्छ, यता खुसी खालको देख्नुहुन्छ होला, तर भित्री मनको पीडा, भित्री मनको जति दुःख छ नि त्यो कसैलाई पनि थाहा छैन के। द्याट्स अ ब्याड थिङ के। हामीले कति माया गर्छौँ क्या होइन दाइ, तर पनि अब नबुझ्ने क्या, मान्छे नबुझ्ने। भाग्यमै निधारमै लेखेको छैन भने केही पनि हुँदैन रहेछ। जति ट्राई गर्दाखेरि पनि, जति माया गर्दाखेरि पनि। ट्राई त गरेको दाइ, धेरैचोटि ट्राई गरेँ नि, आखिर केही हात पार्न सकेन। मेरो त फेरि कस्तो पनि भएको थियो भन्दाखेरि, एकजना केटीलाई माया गर्थ्यो, उसले जहिले भन्थ्यो कि मलाई मेरो पहिलाको बोयफ्रेन्डहरूले त त्यसले यसरी ट्रिट गर्थेन, यसरी उ गर्थेन। म उसलाई पहिलाको भन्दा पनि बबाल ट्रिट गर्थेँ कि, दामी तरिकाले
मतलब राम्रो गर्थे यताउति गर्थे उसलाई मतलब खतरनाक ट्रिट गर्थे यताउति हुन्थ्यो तर के गर्नु माया त्यही त ट्रिट भनेकै माया हो बुझ्नु राम्रोसँग ट्रिटमेन्ट दिन्थे भनेको हो यो युसुफ वेटिङ किन लेखिरहेको छौ राजाहरू अब दाइले गेम सेम नखेल्ने भइसकेको छ अब शान्त न होइन डराउनु चाहिँ फेरि डराउँदिन है यतिकै मान्छे पनि लर गयो भने छुटेर आउँछ डराउनु त फेरि हुँदैन दाइ डरायो भएपछि त गयो डराउनु चाहिँ डराउँदिन तर फेरि यतिकै मान्छे गएर भने गएर भए पनि छुटेर आउँछ फेरि ओके खेमे म जान्छु एकछिन युसुफले अलिक बोलाइरहेको छ यसो पाकिस्तान उताबाट इन्भिटेसन गर्नु राम्रोसित जित्नु लभ यु मेरो भाइ राजा भाइको सपोर्ट चाहियो नि सिधै आएर तल आएर सपोर्ट कुलभाइ हानेर कुलभाइ ग्याङ चाहियो लभ यु मेरो भाइ राजा लभ यु सो मच मेरो भाइ राजा अलवेज माया चाहिन्छ लागे म ल राम्रोसित खेल्नु ल